रसुवागढी हाइड्रो पावरको ड्याम यहाँबाट सुरुङ खनेर 3-4 किलोमिटर तल छ हाइड्रो पावरको अफिस चाहिँ सुरुङभित्रै ड्याम भयो। अब हामी यहाँ गेटमा आइपुगेका छौँ। 3.5-4 किलोमिटर तल होला यो पहाडभित्र सुरुङ बनाएको छ हाइड्रो पावरभित्रै छ। 4-5 महिना भयो राष्ट्रिय प्रसारणमा। ल हामी सुरुङभित्र प्रवेश गरौँ। सुरुङमा त उज्यालै छ, बाहिरको उज्यालो आउँदो रहेछ। भित्र गएपछि अब पुरै बत्ती जडान भित्र गाडी नै जान्छ। भित्र 3 तलाको हाइड्रो पावरको अफिस छ सुरुङभित्रै पहाडभित्र। हेर्दै जानु न भित्र सबै देखाउँछु म। भित्र गएर बाहिर हेर्दा यस्तो देखिन्छ। एक्लै त डर लाग्ने देखेर कहाँ हो सुरुङ अरू शाखाहरू पनि बनाएर छ भित्रभित्र। कहाँ हो भित्र आइपुग्यो। यहाँ अर्को सुरुङ छ, लगानु सुरुङै सुरुङ यता शाखा सुरुङ बनायो होला यो सायद। मेसिनको आवाज सुनिरहेछ। पर टिभीको स्क्रिन जस्तो देखियो है त, टिभी जस्तो अफिस त्यही जस्तो छ। त्यहाँ घर जस्तो छ, सायद अफिस त्यहीभित्र होला। यता नि हेर्नु ओडार, सबै ओडार के हो। ल अब चाहिँ आइपुगे जस्तो छ है। यता नि ओडार छ हामी आएको ठाउँ। ल अफिस आइपुग्यो है त हामी। अब अफिसभित्र प्रवेश गर्दैछौँ हामी। ओहो कस्तो रमाइलो रहेछ।